हेलो हेलो यो माथिको चाहिँ मनासलु हिमाल हो। वरिपरि साना साना हिमालहरू छन्। हिउँ परेको छ। हामी चाहिँ हामी भर्खरै मनासलुको फेदमा आइसकेका छौँ। पुङ्गेन भन्ने गुम्बा छ, हामी त्यसमा जाँदैछौँ। मनासलु हिमाल चाहिँ यो हो। भर्खर एभालान्स पनि गएको थियो। अलिक म टाढा थिएर भिडियो खिच्न पाइएन। तपाईहरु पनि घुम्न आउनुहुन्छ भने आउनुहोस्, निकै रमाइलो छ है। मनासलु हिमाल म चाहिँ हिउँमा हिँड्दैछु है। मनासलु हिमाल हो। अब त भिडियो धत्तु भक्क भइसक्यो। ठुलो टार छ, एउटा भ्याली जस्तै। यहाँ चाहिँ एउटा भ्याली जस्तै हो। यो मनासलु हिमाल चाहिँ कहाँदेखि चढ्छन् होला? हामी चाहिँ लगभग 4100 मिटर अल्टिच्युडमा आइसकेका छौँ। मनासलुको हाट त बिर्सिगयो। भरे सोचेर भन्ने बेला भयो है। क्या रमाइलो छ। एउटा यो ठाउँ एयरपोर्ट बनाउँदै हुने ठाउँ छ। कसले बनाउने, हामीसँग धेरै सम्भावनाहरू छ। We have more probability। तर कसले के गरेर गर्ने। तर यहाँ एयरपोर्ट बनायो भने, बजार बनायो भने यहाँ त लास्टै फोर हुन्छ होला। यतिकै नेचुरली भर्जिनिटी राख्नु नै ठिक होला हैन? राइट। अच्छा, स्वर्ग यहीँ छ है साथीहरु। स्वर्ग यहीँ छ। मेरो लागि चाहिँ स्वर्ग यहीँ हो। मलाई यही स्वर्ग जस्तै लाग्छ। मान्छेहरूले भन्दा हुन् अथवा धार्मिक शास्त्र, धार्मिक ग्रन्थले भन्दा हुन्, बाइबलले भन्दो हो स्वर्ग छ, कुरानले भन्दो हो स्वर्ग छ, त्रिपिटकले भन्दो स्वर्ग छ, मुन्धुमले भन्दो स्वर्ग छ। तर मलाई लाग्छ सास भएका प्राणीहरू जब मृत्युपछि माटोमा गाडिन्छन्, सडेर जान्छ, गलेर जान्छ। जब गइसकेपछि त्यसको अस्तित्व नष्ट हुन्छ। जन्मपछि मृत्यु बीचको सङ्घर्ष, उतार चढाव सँगसँगै यही हो स्वर्ग। स्वर्ग खोज्न टाढा जानु पर्दैन। नेपालका हरेक हिमालहरू हेऱ्यो, घुम्यो भने पुग्छ है। गाइजहरू, आई एम स्मल मिनी भ्लगर। म त स्मल मिनी भ्लगर हुँदैछु है। हिमालमा आएर टन्नै घाम लागेको छ, ज्यान पनि तातिएको छ, तर सास बढेको छ। हामी पुग्ने चाहिँ उपर हो। यसले चाहिँ पुङ्गेन गुम्बा भन्दो रहेछ। यतिको हाइटमा पनि गुम्बा बनाएको रहेछ। हरेक धार्मिक शास्त्र, धार्मिक ग्रन्थ, जति पनि विश्वमा भएका धर्महरूले स्वर्ग छ भनेर बयान गरेका छन्। तर मलाई लाग्छ जब मान्छेको जन्मपछि मृत्युसम्म
अथवा कुनै पनि सजीव प्राणीको जन्मपछि मृत्यु भएपछि त्यो अस्तित्व नाश भएर जान्छ, सडेर जान्छ, पृथ्वीमा लोप भएर जान्छ, अथवा कुहिएर जान्छ, खिएर जान्छ, नष्ट भएर जान्छ, माटो बनेर जान्छ, अथवा जल जङ्गल जमिनतिर सडेर जान्छ। त्यसैले म भन्छु जन्म र मृत्यु बीचको यही भोगाइहरू साथसाथै नेपालमा भएका हिमालय पर्वतहरू भित्र चाहिँ मैले स्वर्गहरू लुकिरहेको छ जस्तो लाग्छ। मलाई लाग्छ सायद यतै कतै हाम्रा पिता पुर्खाका आत्माहरू हिँडिरहेका होलान्, डुलिरहेका होलान्। मलाई लाग्छ नेपालका 8000 भन्दा अग्ला हिमालहरू चढ्न नसके पनि त्यसको फेदीमा बेस क्याम्पमा गएर अवलोकन गर्नुहोस्। म त्यहाँ स्वर्ग पाउनेछु, तपाईँहरू पनि पाउनुहुनेछ। धन्यवाद। यो चाहिँ पुङ्गेन गुम्बा, यस्तो मनस्लु हिमालको फेदमा नि गुम्बा रहेको छ। औ